नमस्ते। बोल्नु अघि बोली तिम्रो बसमा हुन्छ, बोलेपछि त्यसको बसमा तिमी पर्छौ। त्यसैले बोल्नु अघि सोचेर बोल। यो गीताको एउटा सन्देश हो। अहिले प्रधानमन्त्री बालेन्द्र शाह उनैले संसदमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिएको अभिव्यक्तिको कारण त्यही अभिव्यक्तिको बसमा परिरहेका छन्। हामी यो भिडियोमा प्रधानमन्त्रीको त्यो अभिव्यक्तिले कस्ता सवालहरू उठाएको छ, सृजना गरेको छ र त्यसले देशको अतिक्रमित सीमा फिर्ता गर्ने अभियानमा कस्तो असर प्रभाव पार्ने छ भन्ने बारेमा बुँदागत रूपमा छोटकरीमा विवेचना गर्ने प्रयास गर्नेछौँ। नम्बर 1, पहिलो कुरा, आफ्नो भूमि अर्को छिमेकी देशले अतिक्रमण गरेर त्यसको प्राप्तिका लागि लडिरहेको देशको प्रधानमन्त्रीले त्यो देशको समेत दाबी नरहेको अवस्थामा आफूले नै उक्त देशको सीमा हामीले नै मिचेका छौं भन्नु आफैमा राष्ट्रहित विपरीत र विवादास्पद भइगयो। त्यसले भारतसँग हाम्रो अतिक्रमित भूमि फिर्ता देऊ भनेर राखेको दाबी र प्रयासलाई स्वतः कमजोर बनाएको छ। यसलाई प्रधानमन्त्री बालेन्द्र शाहको एउटा अर्को रणनीतिको चाल हो भनेर जबरजस्ती व्याख्या गर्ने प्रयास हुनु देशको रणनीतिक विशेषताका बारेमा र हाम्रो सीमा विवादको संवेदनशीलतालाई नबुझ्ने कुराको एउटा उपज हो भन्ने बाहेक अर्को कुनै कुरा मान्न सकिँदैन। त्यसैले पहिलो नम्बरमै एउटा अर्को देशसँग अतिक्रमित भूमिको माग गरिरहेको देशको प्रधानमन्त्रीले त्यही देशको भूमि हामीले पनि अतिक्रमण गरेको छ भन्ने सन्दर्भको भनाई स्वयं सिद्ध रूपमा गलत र अव्यावहारिक र राष्ट्रहित विपरीत भएको कुरामा दुई मत राख्नै परेन। नम्बर 2, केही मान्छेहरू प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई अप्रिय सत्य भन्न खोजिरहेका छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि प्रधानमन्त्री बालेन्द्रलाई अप्रिय सत्य नबोल्न सल्लाह दिएका कुरा मिडियामा आएका छन्। हामीले भारतको भूमि पनि अतिक्रमण गरेका रहेछौं भन्ने प्रधानमन्त्रीको भनाई अप्रिय सत्य हो भन्न खोज्नुको अर्थ के हो? त्यसको अर्थ हुन्छ नेपालले भारतको भूमि मिचेको चाहिँ हो, तर बोल्दा अप्रिय लाग्छ, त्यसैले नबोलेकै राम्रो भनेको होइन त। नेपालको कुन औपचारिक अनौपचारिक अभिलेखमा या प्रतिवेदनमा या दस्तावेजमा नेपालले भारतको कुनै भूमि मिचेको भन्ने उल्लेख छ त? कहीँ छैन। स्वयं भारतले समेत आफ्नो भूमि नेपालले मिचेको भन्ने दाबी गरेको छैन र त्यस्तो भूमिमा हामीलाई फर्काइदेऊ भनेको पनि छैन। अब डाक्टर बाबुराम भट्टराई त प्रधानमन्त्री नै भइसकेको व्यक्तित्व हुनुहुन्छ। उहाँ प्रधानमन्त्री हुँदा के त्यस्तो माग भारतले राखेको थियो त उहाँसँग? यसबारेमा उहाँलाई केही जानकारी छ त? खै त त्यो हामीले त सुनेनौं। अनि कसरी यस्ता अप्रिय सत्य भन्ने शब्द यो विषयवस्तुमा उहाँले प्रयोग गर्नुभयो? यो सरासर राष्ट्रप्रतिको बेइमानी हो भन्ने हामीलाई लाग्छ। अझ डाक्टर भट्टराई जस्तो व्यक्तित्वले यस्तो प्रतिक्रिया दिनु या यस्तो व्याख्या गर्न खोज्नु त अझ दुःखको कुरा हो। नम्बर 3, सन् 2016 मा नेपाल र भारत बीच प्रधानमन्त्री स्तरीय सहमतिमा 1950 को सन्धि समेत हालसम्मको नेपाल भारत सीमा समस्या बारे अध्ययन गरेर प्रतिवेदन पेश गर्न भन्दै दुवै देशका तर्फबाट 4 सदस्य रहने गरी इपिजी नामको एउटा समिति गठन गरिएको थियो। त्यसले नेपाल र भारतको कुन स्थानमा कुन देशले कति सीमा अतिक्रमण गरेको छ भनेर प्रमाण सहित प्रतिवेदन तयार गरेको छ। उक्त प्रतिवेदन जुन 2018 मै पूरा भएर दुवै देशका प्रधानमन्त्रीहरूलाई बुझाउने तयारी पनि भइसकेको हो, तर भारतीय सरकारले उक्त प्रतिवेदन बुझ्न मानिरहेको छैन, किनकि त्यो प्रतिवेदनमा भारतले अतिक्रमण गरेको भूमिको विवरण छ र त्यो विवरण भारतका समेत प्रतिनिधि रहेको समितिले तयार पारेको हो। यो नै हालसम्मको सम्भवतः सबैभन्दा पछिल्लो
नेपाल भारत सीमा सम्बन्धीको औपचारिक संयुक्त अध्ययन हो के त्यसमा नेपालले मिचेको भारततर्फको कुनै भूमि छ भनेर पनि विवरण उल्लेख छ? उक्त समितिका सदस्य समेत रहेका कूटनीतिज्ञ नीलाम्बर आचार्यले त्यहाँ कुनै त्यस्तो कुरा नभएको बताइसक्नु भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्यसबारे उहाँले सार्वजनिक रूपमा दिएको प्रतिक्रियामा नै नेपालले भारतको कुनै पनि भूमि अतिक्रमण नगरेको कुरा प्रष्ट उल्लेख गर्नुभएको छ। उहाँले मात्र होइन, अन्य नेपालका धेरै सीमाविदहरूले पनि, सबै जसो सीमाविदहरूले पनि नेपालले भारतको भूमि कतै कहीँ मिचेको छैन भनेका छन्। यो अवस्थामा देशको प्रधानमन्त्रीले त्यस्तो कुरा बोल्नु कति दुःखदायी कुरा हो। कुनै अनुसन्धानबाट पनि नदेखिएको कुरालाई गलत तरिकाले राष्ट्रको हितको विरुद्ध हुने गरी देशको प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति सरासर गलत भयो। यसमा कुनै दुई मत छैन। नम्बर 4, अहिले केही विद्वानहरू प्रधानमन्त्रीको अभिव्यक्तिको पूरा भिडियो नहेरी एक टुक्रालाई मात्र सुनेर त्यस्तो अर्थ लगाइएको भनेर आरोप लगाउँदैछन्। अहिले पनि प्रधानमन्त्रीको संसदको अभिव्यक्तिको पूरा भाग सामाजिक सञ्जालमा उपलब्ध छ। त्यसलाई कसैले पनि पूरा हेर्न सक्नुहुन्छ, पटक पटक हेर्न सक्नुहुन्छ, सयौं पटक बसेर सुन्न सक्नुहुन्छ। त्यहाँ तपाईहरूलाई पनि अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ भारतले मात्र होइन नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ। यो वाक्यको कुनै अर्को अर्थ लाग्ने ठाउँ भेट्नुहुन्न। हो, उहाँले दुई पक्ष बसेर समस्याको समाधान गर्नुपर्छ भन्ने कुरा पनि भन्नुभएको छ। त्यो कुरामा कुनै दुई मत छैन, विवाद छैन। तर त्यो कुरालाई जोड दिन कुनै तथ्यमा नभएको, भारतले पनि दाबी नगरेको विषयलाई जबरजस्त जोडिएको अवस्था त्यहाँ देखिन्छ। त्यहाँ त्यो शब्दावली, त्यो वाक्य जोड्न कुनै जरुरी थियो भन्ने देखिँदैन। प्रधानमन्त्रीको यो अभिव्यक्तिको त्यही अर्थ बाहेक अरू त्यहाँ कुनै अर्थ लाग्ने अवस्था ठाउँ छँदै छैन। त्यसैले पूरा भिडियो नहेरी टुक्रा भनाइलाई मात्र आधार बनाएर प्रधानमन्त्रीको कुराको आलोचना गरेको भन्ने दाबीमा कुनै तुक छैन। यो सरासर गलत कुरा हो। नम्बर 5, प्रधानमन्त्रीको अभिव्यक्तिलाई बचाउ गर्न परराष्ट्र मन्त्रालयले अहिले स्पष्टीकरण दिएको छ, प्रकाशित गरेको छ, विज्ञप्ति निकालेको छ। उक्त विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त अभिव्यक्ति क्रस बोर्डर अकुपेसनको अवस्थालाई व्यक्त गर्ने सन्दर्भमा भन्न खोजिएको हो भनेको छ। क्रस बोर्डर अकुपेसन भनेको के हो? यो भनेको बोर्डर क्षेत्रमा स्थानीय बासिन्दाले बसोबास गर्दा त्रुटिपूर्ण रूपमा एक अर्कोको सीमा वारपार भएका जमिनहरू ओगटेर बसेका छन् है भनेको हो। यो राष्ट्रले अतिक्रमण गरेको भन्ने अर्थमा हुँदै होइन। प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि त्यो क्रस बोर्डर अकुपेसनको अवस्थालाई प्रस्तुत गर्न बोले जस्तो भन्ने कुनै अर्थ लाग्दैन। त्यसैले यो बारेमा सरकारको बचाउ गर्ने प्रयास चाहे त्यो परराष्ट्र मन्त्रालयले गरोस् या सरकारको कुनै पनि निकायले या कुनै व्यक्तिले यसका आधारमा प्रधानमन्त्रीको बोलीलाई बचाउ गर्ने प्रयास अर्थहीन छ र त्यसमा कुनै तुक छैन भन्ने कुरा पनि प्रष्ट नै छ। नम्बर 6, भारतका नेपाल विज्ञ एस.डी. मुनि उहाँले सामाजिक सञ्जालमा नै नेपालका प्रधानमन्त्रीले भारतको भूमि पनि नेपालले मिचेको छ भनेर पहिलोपल्ट साहसिक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गरेका छन्। साथै भारतका सञ्चार माध्यमहरू पनि भन्दैछन् कि नेपालको प्रधानमन्त्रीले नै भारतको भूमि आफूहरूले मिचेको कुरालाई साबिती बयानका रूपमा प्रस्तुत गरिसके। अब नेपाल भारत सीमा विवादमा नयाँ सन्दर्भ प्रवेश गरेको छ। अब यसलाई नयाँ सन्दर्भबाट बहसमा लानुपर्छ, यो उनीहरूको भनाइ हो। यो भनेको के हो? यसको अर्थ अब उनीहरूले पनि नेपालद्वारा मिचिएको भनेर स्वयं नेपाली प्रधानमन्त्रीले स्वीकार गरेको भारतीय भूमि फिर्ताको दाबी गर्नुपर्छ भनेको हो। उनीहरूका लागि त अब कुनै प्रमाणको जरुरी छैन, किनभने स्वयं नेपालको प्रधानमन्त्रीले संसदमा सार्वजनिक रूपमा साबिती अभिव्यक्ति मार्फत
भारतको भूमि हामीले मिचेका छौं भनेर अभिव्यक्ति दिइसकेका छन्। अब यस्तो अवस्थामा प्रधानमन्त्रीले या उनको सचिवालयले या परराष्ट्र मन्त्रालयले नेपाली जनता सामु दिएको प्रष्टीकरणले भारतीयहरूको त्यस्तो बुझाइलाई बदल्न सक्छ? त्यसबाट भारत सरकारले बुझ्ने विषयवस्तु, प्रक्रिया र नेपाल भारत विवाद सम्बन्धी भारतले बनाउने परिभाषालाई बदल्न सकिन्छ? अब यसले हामीलाई कति क्षति गर्यो त? हाम्रो नेपाली सीमा समस्या उठान र भारतसँग सीमा हाम्रा मिचिएका भूमिहरू फिर्ता लिने अभियानलाई कति बाधा गर्यो त? कति कमजोर बनायो त? एकपटक सम्झिनुस् त यसको क्षतिपूर्ति कसले गर्ने र कसरी गर्ने? नम्बर 7, हामीले त भारतको कुनै पनि जमिन अतिक्रमण गरेकै छैन। यसमा बहस नै जरुरी छैन। तर ल मानौ कुनै अर्को देशको जमिन कुनै देशले अतिक्रमण गरेको छु मैले भनेर बुझेको रहेछ अरे। त्यो देशको शासकलाई मनमा लागेको छ कि मैले त्यो छिमेकी देशको भूमि अतिक्रमण गरेर भोगिरहेको छु भन्ने त्यो देशको शासकलाई थाहा छ अरे। तर के त्यो शासकले उसको संसदमा गएर हामीले अर्को देशको सीमा अतिक्रमण गरेका छौं भन्नुहुन्छ? अझ त्यही देशसँग आफ्नो भूमि माग्न लागि परेको देशको शासकले तिम्रो भूमि हामीले पनि अतिक्रमण गरेका छौं भनेर साबिती बयान दिन्छ त? त्यसले कुनै पनि गुमेको भूमि प्राप्त गर्न कुनै कोणबाट त्यो देशलाई सजिलो हुन्छ त? सजिलो सहजता सृजना हुन्छ त? कुन कोणबाट हुन्छ? कसरी त्यसले हामीलाई फाइदा गर्छ? अनि शासकको त्यस्तो अभिव्यक्तिको प्रतिरक्षा गर्न देशका बुद्धिजीवीहरू, कतिपय उनीहरूका भनाइमा लागेर सर्वसाधारणहरू समेत यसले ठूलो राजनीतिक कूटनीति तय गर्न खोजेको छ। भारतलाई पुरै चाहिँ अब एउटा विखलबन्दमा फसाउन खोजेको छ र हाम्रो भूमि अब त्यसै फिर्ता आउने वातावरण बनाउन खोजेको छ प्रधानमन्त्रीले र सरकारले भनेर यस्ता परिकल्पना युक्त प्रतिक्रिया दिन मिल्छ त? त्यो वास्तविकता हुन सक्छ? यो कुनै हालतमा हुन सक्दैन भन्ने कुरा सामान्य मान्छेले पनि बुझ्न सकिन्छ। त्यसैले यो अति निन्दनीय, अप्रासंगिक, बेमानयुक्त र राष्ट्रघाती अभिव्यक्ति भयो भन्ने कुरालाई हामी सबैले स्वीकार गर्नै पर्छ। यसमा दुई मत राख्नु हुन्छ भन्ने हामीलाई लाग्दैन। अब त्यसो भए गल्ती कहाँ भयो त? प्रधानमन्त्रीको कोणबाट यो जवाब दिने कुरामा कमजोरी कहाँ भयो होला त? संसदमा प्रधानमन्त्रीले सांसदहरूको जवाब दिने कार्यक्रममा सामान्यतया पहिले 3 दिन अघि नै सांसदबाट प्रश्न संकलन गरेर त्यसको तयारी गरी प्रधानमन्त्रीले जवाब दिने प्रचलन छ, यो भन्दा अगाडि थियो। तर यो पटक प्रधानमन्त्री बालेन्द्र शाहले त्यो सवाल जवाफलाई सामान्य ठान्नुभयो र तुरुन्त संसदमा उपस्थित भएर तुरुन्तै सांसदका प्रश्नहरू लिएर जवाफ दिने कार्यक्रम बनाउनु भयो। यहाँ नै ठूलो त्रुटि भयो। वास्तवमा संसदमा सरकारको रणनीति या कार्यनीति या निश्चित विषय कार्यक्रम कार्यनीतिका बारेमा सांसदहरूको प्रश्नको जवाब दिनु पर्दा ती सोधिएका सबै विषयमा प्रधानमन्त्रीलाई आवश्यक न्यूनतम जानकारी या ज्ञान नहुन सक्छ। त्यो हुनै पर्छ भन्ने पनि छैन। त्यसै कारणले पहिले प्रश्न संकलन गरेर अनि त्यसको जवाफ तयार गरेर अनि संसदमा जवाफ दिने प्रचलन रहेको हो। तर सांसदसँगको सवाल जवाफलाई सायद हाम्रा प्रधानमन्त्रीज्यूको अभ्यासको कमीले हुन सक्छ या प्रधानमन्त्रीले सांसदसँगको क्रिया प्रतिक्रिया अन्तर्क्रियालाई सामान्य या हल्का ढंगले लिएको कारणले हुन सक्छ यो अवस्था आइपर्यो। यसमा प्रधानमन्त्रीले आफ्नो पदको हैसियत र संसदमा प्रस्तुत हुने हरेक कुराको संवेदनशीलता कति हुन्छ, एउटा शब्द मात्रै त्यहाँ बिग्रियो भने त्यसले कति प्रभाव पार्छ, त्यसले आफूलाई मात्र होइन, आफ्नो दललाई मात्र होइन, समग्र राष्ट्रको अस्तित्वलाई
नै अब प्रभाव पार्न सक्छ भन्ने यो संवेदनशील विषयको अवमूल्यन गर्नुभएको कारणले यो अवस्थामा आएको हो भन्ने हामीलाई लाग्छ। हामीलाई के लाग्छ भने प्रधानमन्त्रीको अहिले जो अर्थ लागिरहेको छ उहाँको सीधा स्टेटमेन्टबाट, सीधा वाक्यबाट त्यही अर्थ लाग्ने कुरा बताउन नखोजेको हुन सक्नुहुन्छ। त्यही अवस्थामा व्यक्त गर्ने उहाँले विषयवस्तु राख्ने सम्भावना एकदम कम छ। तर राखिसकेपछि अब त्यसलाई बुझ्नलाई हामीले जबरजस्ती सकारात्मक बुझिदिनु पर्ने अवस्था सृजना गर्नु अब त्यो अर्को मूर्खता हुन्छ। त्यसकारणले गर्दा प्रधानमन्त्रीले नियतवश त्यो कुरा त्यो अर्थ लाग्ने गरी बोल्न नखोजेको भए पनि उहाँले जो प्रचलित योभन्दा अगाडिको अभ्यास थियो, पहिल्यै प्रश्न लिएर त्यसको एन्सर तयार गरेर अनि संसदमा प्रस्तुत हुने, त्यो विधिलाई उल्लङ्घन गर्दा यो समस्या आइपरेको हो भन्ने हामीलाई लागेको छ। त्यसो भए अब के गर्ने त? विषयवस्तु त आइसक्यो, अब प्रधानमन्त्रीको मुखबाट अभिव्यक्ति निस्किसक्यो, अब के गर्ने त? चाहे जानेर होस् या नजानेर होस्, झुकिएर होस् या अर्कै अर्थको अभिव्यक्ति दिन खोज्दा अन्यथा भएर होस्, देशको संसदबाट देशको प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय हितको बारेमा अकल्पनीय संकट निम्त्याएकै छ। देशको राष्ट्रिय हितको दृष्टिले यो न नीति, न कार्यनीति, न रणनीति कुनै हिसाबले पनि उचित छैन भन्ने कुरा सबैले स्वाभाविक रूपमा बुझेका छन्। ठुलठुला रणनीतिकार, अन्तर्राष्ट्रिय सम्बन्धविद या राजनीतिक रणनीति निर्धारण गर्ने अभ्यास भएकाहरूले पनि यसलाई पुष्टि गर्न सक्ने ठाउँ छैन। त्यसैले देशले परिवर्तनको अपेक्षा गरेको प्रचुर बहुमतको पार्टीको अति लोकप्रिय प्रधानमन्त्रीले यस्तो कुरा गर्नु अति दुःखद कुरा भएको छ। या उहाँको मुखबाट यस्तो वाक्यांश फुत्किनु दुःखद कुरा भएको छ। यसले समग्र राष्ट्र, नेपाली जनता र राष्ट्रसत्ता मात्रै होइन, प्रधानमन्त्री बालेन्द्र शाहका जो कट्टर शुभचिन्तकहरू हुनुहुन्छ उहाँहरूलाई पनि सही नसक्नु पीडा बनाएको छ। प्रधानमन्त्रीले यो वाक्य योजनाबद्ध या कुनै रणनीति अनुरूप या कुनै कार्यनीति पूरा गर्न बोलेको त जस्तो लाग्दैन, तर पनि प्रधानमन्त्रीले बोलि नै सक्नुभयो। सामान्य अवस्थामा भन्ने हो भने कुनै पनि लोकतान्त्रिक प्रधानमन्त्रीको यो स्तरको गल्ती उनको पद चट गर्न हैसियत राख्ने प्रकारको गल्ती हो। तर अहिलेका प्रधानमन्त्री उहाँ स्वयंको नैतिकताको निर्णय बाहेक या उनको दल राष्ट्रसत्ताको अकल्पनीय निर्णय बाहेक अरू तरिकाले उहाँलाई पदमुक्त गर्न सक्ने अवस्था छैन र यो अवस्थाको सम्भावना अहिले कहीँबाट पनि देखिँदैन। त्यसैले यदि उहाँको यो अभिव्यक्तिको जो अर्थ लागेको छ उहाँले त्यो रूपमा व्यक्त गर्न खोजेको होइन र त्यसको त्रुटिवश त्यस्तो अर्थ लाग्ने भाषा प्रस्तुत हुन गएको हो भने कम्तीमा प्रधानमन्त्री स्वयंले अब फेसबुक स्ट्याटस मार्फत होइन, यो अति संवेदनशील विषय भएको हुनाले अब देशवासीका नाममा प्रत्यक्ष सम्बोधन मार्फत यो कुराको प्रष्टीकरण दिन जरुरी छ। गलत कुरा व्यक्त भएकोमा माफी माग्नुपर्छ र अन्तर्राष्ट्रिय समुदायलाई विशेष गरी भारतलाई आफ्नो अभिव्यक्तिको वास्तविक आशय बुझाउन र प्रस्ट्याउन सफल हुनै पर्छ। नत्र यो पारा र शैलीले लामो समय सरकारको नेतृत्व गर्न सकिन्न, देशको नेतृत्व गर्न सकिन्न। यो पक्का हो, चेतना होस्। नमस्ते।